नमस्कार, म गीता अधिकारी आजको राशिफल लिएर उपस्थित भएको छु। आज मिति 2083 साल भदौ 11 गते बिहीबार, तदनुसार सन् 2026 अगस्त 27 तारिक, शुक्ल पक्षको चतुर्दशी तिथि। अब लागौं आजको राशिफलतर्फ। मेष राशि, आज आत्मविश्वास बढ्नेछ। रोकिएका काम अघि बढाउन राम्रो समय छ। आर्थिक निर्णय गर्दा हतार नगर्नुहोस्। परिवारमा तपाईको सहयोगको अपेक्षा हुन सक्छ। शुभ रंग रातो, शुभ अंक 9। वृष राशि, काममा स्थिरता आउनेछ र मेहनतको परिणाम देखिन थाल्नेछ। धन सम्बन्धी विषयमा सकारात्मक संकेत छन्। सम्बन्धमा सानो गलतफहमी भए संवादबाट समाधान गर्नुहोस्। शुभ रंग सेतो, शुभ अंक 6। मिथुन राशि, नयाँ कुरा सिक्ने वा नयाँ योजना बनाउने अवसर मिल्न सक्छ। बोलीका कारण विवाद नहोस्। शब्द चयनमा ध्यान दिनुहोस्। व्यापार तथा रोजगारीमा राम्रो समाचार आउन सक्छ। शुभ रंग हरियो, शुभ अंक 5। कर्कट राशि, आज मन केही संवेदनशील हुन सक्छ। पारिवारिक साथले आत्मविश्वास बढाउनेछ। खर्च बढ्न सक्ने भएकाले बजेटमा ध्यान दिनु राम्रो हुन्छ। शुभ रंग चाँदी, शुभ अंक 2। सिंह राशि, आज नेतृत्व क्षमता देखाउने अवसर मिल्नेछ। काममा प्रशंसा वा जिम्मेवारी बढ्न सक्छ। प्रेम तथा सामाजिक सम्बन्धमा आकर्षण बढ्ने दिन हो। शुभ रंग सुनौलो, शुभ अंक 1। कन्या राशि, अधुरा काम पूरा गर्न आज अनुकूल समय छ। योजनाबद्ध भएर अघि बढ्दा सफलता मिल्नेछ। स्वास्थ्यका लागि आराम र नियमित खानपानमा ध्यान दिनुहोस्। शुभ रंग नीलो, शुभ अंक 5। तुला राशि, सम्बन्ध र साझेदारीका विषयमा सकारात्मक दिन। नयाँ व्यक्तिसँगको भेट भविष्यका लागि उपयोगी हुन सक्छ। आर्थिक लाभको सम्भावना भए पनि अनावश्यक किनमेलबाट बच्नुहोस्। शुभ रंग गुलाबी, शुभ अंक 6। वृश्चिक राशि, आज दृढ निर्णय लिन सक्ने क्षमता बढ्नेछ। प्रतिस्पर्धामा आफूलाई प्रमाणित गर्ने मौका मिल्न सक्छ। गोप्य कुरा सबैसँग साझा नगर्नु राम्रो। शुभ रंग मरून, शुभ अंक 8। धनु राशि, नयाँ अवसर र यात्रा सम्बन्धी योजना बन्न सक्छ। पढाइ, सिप तथा करियरका लागि राम्रो दिन। सकारात्मक सोचले तपाईलाई अगाडि बढाउनेछ। शुभ रंग पहेँलो, शुभ अंक 3। मकर राशि, कामको जिम्मेवारी बढे पनि त्यसलाई सम्हाल्ने क्षमता रहनेछ। पुरानो आर्थिक समस्या समाधानतर्फ जान सक्छ। वरिष्ठ वा अनुभवी व्यक्तिको सल्लाह उपयोगी हुनेछ। शुभ रंग खैरो, शुभ अंक 8। कुम्भ राशि, नयाँ विचार आउनेछन् र सृजनात्मक काममा सफलता मिल्न सक्छ। साथीभाइबाट सहयोग पाइनेछ। भावनामा बगेर ठूलो निर्णय नगर्नुहोस्। शुभ रंग आकाशे नीलो, शुभ अंक 4। मीन राशि, आज अन्तर्ज्ञान बलियो रहनेछ। मनले सही बाटो देखाउन सक्छ, तर व्यावहारिक पक्ष पनि विचार गर्नुहोस्। प्रेम तथा पारिवारिक जीवनमा आत्मीयता बढ्नेछ। शुभ रंग पहेँलो, शुभ अंक 7। आजको राशिफलबाट मलाई बिदा दिनुहोस्। तपाईहरूको दिन शुभ रहोस्। नमस्कार।